सरिता मिस, ओ सरिता मिस, तपाईले मेरो माया कहिले बुझ्ने? मैले तपाईको लागि के गरिन? तपाईको स्यालेरी बढाइदिए, तपाईको बर्थडेमा आइफोन 16 प्रो गिफ्ट दिए। हुँदा हुँदा तपाईको त्यो लफङ्गा भाइ जसलाई खान र हग्न बाहेक केही आउँदैन, त्यसलाई पनि जागिर दिए। यति गर्दा पनि तपाईले मेरो माया किन नबुझेको के? ढोका खुल्लै छ, भित्र आउनुहोस्। नमस्ते सर। नमस्ते नमस्ते, बस्नुहोस्। बसिहाल्छौँ नि, तपाईले भन्नुपर्छ र। जोक गरेको क्या सर, जोक गरेको। क्या रिसाइदिरा क्या बुढा त? चुप लागेर बस। सरी प्रिन्सिपल सर, यो अलि धेरै बोल्छ के? धेरै हैन, लास्टै धेरै बोल्दो रहेछ तपाईको छोरा। सम्झाउनुहोस् है, नत्र रस टिकट गरिदिन्छु नि फेरि। रस टिकट? हामी त एडमिसन गर्न पो आएको त प्रिन्सिपल सर। एडमिसनै नगरी रस टिकट गरिदिनु हुने? तपाईलाई थाहा छैन बाबा, यो कलेजमा एडमिसन भन्दा धेरै रस टिकट हुन्छ। के रो बाउले भन्यो होला? त्यसैले त मैले यो कलेज रोजेको नि। के भनिस्? त यहाँ पढ्ने सोचले आएको कि रस टिकट हुने सोचले आएको? आउन त पढ्ने सोचले नै आएको नि, तर यो मान्छेको के भर? सानो सानो कुरामा रस टिकट गरिदियो भने? ओ हिरो, कसलाई यो मान्छे भनेको? म यो कलेजको प्रिन्सिपल हो, प्रिन्सिपल, तिम्रो साथी होइन। प्रिन्सिपल भयो नि, मान्छे त मान्छे नै हो नि। कि मान्छेको शरीरमा भैँसी हो तपाईँ? ओइ काका, प्रिन्सिपल सरलाई भैँसी देखिस् तैले? रागा भन रागा। यो के भन्दै हुनुहुन्छ तपाईँ? दिमाग ठिक छ तपाईँको? खोइ सर, ठिकै त होला नि। मेरो र दिमागको कुरै हुँदैन, कसरी थाहा पाउनु? जस्तो छोरा त्यस्तै बाउ। उल्टो भयो हौ प्रिन्सिपल सर, जस्तो छोरा त्यस्तै बाउ हुँदैन के? जस्तो बाउ त्यस्तै छोरा पो हुन्छ त। एक्सक्युज मी म्याम, तपाईको नाम भन्नुहोस् त मलाई। मेरो नाम विनिता हो सर। किन र? विनिताजी, तपाईको बुढा र छोराले अघिदेखि मेरो दिमाग खाइसक्यो। तपाईँ चाहिँ के मूर्ति जस्तो हेरिरहनु भएको नि? केही भन्नु न। मेरो नाम विनिता लिम्बू हो, म ललितपुरमा बस्छु। मेरो एउटा बुढा र एउटा छोरा छ। ओ हेलो विनिताजी, हेलो हेलो। यो के भन्दै हुनुहुन्छ तपाईँ? अनि तपाईले नै केही भन्नुस् भन्नुभयो हैन? त्यसैले आफ्नो परिचय दिएको नि। यहाँ के इन्टरभ्यु हुँदैछ र परिचय दिनु भएको? यो दुईजनालाई चाहिँ केही भन्नुस् भनेको। ए बुझे सर, बुझे। ओइ दुईजना, यहाँ सुन। प्रिन्सिपल सरले मलाई केही भन्नु भएको छ, तर के भन्नु पर्ने त्यो मलाई पनि थाहा छैन। त्यसैले म जे बोल्छु सत्य बोल्छु, सत्य बाहेक केही बोल्दिन, कानुनको कसम। पुरै परिवारै पागल रहेछ यार, के गर्नु यिनीहरूलाई? प्रिन्सिपल सर, हामी पढे लेखेको नभए पनि तपाईँ भन्दा सिनियर हो, त्यसैले हाम्रो इज्जत गर्नुस्। किन यार भन्नुभएको तपाईँले? ल, मैले यार भन्दा तपाईँहरूलाई समस्या भएको, अनि पागल भन्दा चाहिँ के भएन? पागल त हाम्रो निकनेम हो नि प्रिन्सिपल सर। निकनेमले बोलाउँदा के को समस्या? प्रिन्सिपल सर, मेरो छोराको एडमिसन गरिदिनु न, हामीलाई ढिलो भइसक्यो के? रुको जरा, म एडमिसन गर्छु, तर एउटा शर्तमा। कस्तो शर्त प्रिन्सिपल सर? शर्त के हो भने हाम्रो कलेजमा हरेक वर्ष प्यारेन्ट्स मिटिङ हुन्छ, अनि सबै प्यारेन्ट्सहरू त्यो दिन आउनै पर्छ। बुझे सर, बुझे। हामी आउँछौँ प्यारेन्ट्स मिटिङमा, तपाईँ ढुक्क हुनुहोस्। ह्याट तेरिका, पहिला मेरो कुरा त सुन्नुहोस्। हजुर भन्नु। हाम्रो कलेजमा हरेक वर्ष प्यारेन्ट्स मिटिङ हुन्छ र सबै प्यारेन्ट्स कम्पलसरी आउनुपर्छ, तर प्लिज तपाईँहरू चाहिँ नआउनु होला। किन सर, के दुश्मनी छ र हामीसँग? दुश्मनी केही छैन, तर जो मान्छेले आफ्नो निकनेम पागल हो भन्छ, त्यो मान्छेले मिटिङमा आएर झन् के भन्ला। ल सर, हामी प्यारेन्ट्स मिटिङमा आउँदिनौँ, यो मेरो वचन भयो तपाईलाई। कुन वचन मम्मी? एक वचन कि बहु वचन? घर पुग्न दे, त्यसपछि भन्छु कुन वचन भनेर। ल अब एडमिसन सुरु गरौँ है त। तिम्रो नाम के हो बाबु? यसको नाम सुभाष हो सर। अनि अहिले तिमी कति वर्षको भयो? यो 16 पुगेर ठ्याक्कै 17 लाग्यो सर। तपाईँ छोराको एडमिसन गर्न आउनु भएको कि आफ्नो एडमिसन गर्न आउनु भएको? छोराको गर्न आएको नि सर। यो उमेरमा मेरो एडमिसन गरेर के फाइदा? त्यसो भए छोरालाई बोल्न दिनुहोस् न त, म उसलाई प्रश्न गरिरहेको छु। सरी, बोल छोरा बोल, दिल खोलेर बोल, तेरो बाउ तेरो साथमा छ। बकचोदी मत कर लौडे। सुरुमा तपाईँ चुप लाग्नु न, अनि पो बोल्छु त। अघिदेखि तपाईँ नै बोलेको बोले हुनुहुन्छ, म कसरी बोल्नु? कति बोलेको के? मुख सुख सिलाइदिनु पर्ने। अब आएन लाइन पे। तिमीलाई सिलाउने त्यस्तो रहर छ भने मेरो अन्डरवेयर फाटेको छ, त्यो सिलाइदेऊ न। मुख सिलाएर के पाउँछौ? तिम्रो मुख सिलाएर शान्ति पाउँछु मैले, शान्ति। प्रिन्सिपल सर, मुख सिलाएर शान्ति पाइन्छ? तपाईँ आफै भन्नुहोस् त। प्रिन्सिपल सरलाई के सोधिरहेको? उहाँलाई के थाहा? उहाँलाई के थाहा रे? यत्रो ठुलो कलेजको प्रिन्सिपललाई थाहा नभएर कसलाई थाहा हुन्छ त? मलाई थाहा छैन हजुर, मलाई थाहा छैन, किनकि म पढेर प्रिन्सिपल भएको हो, कसैको मुख सिलाएर होइन। अब एडमिसनमा ध्यान दिउँ न ल। सुभाष, राइट? यस सर। बिस्तारै बाबु, बिस्तारै। तिम्रो कलेज एडमिसन हुँदैछ, लाउरेमा भर्ती होइन। अनि तिम्रो फेभरेट सब्जेक्ट चाहिँ के हो नि? मेरो फेभरेट सब्जेक्ट छैन सर, म सबै सब्जेक्टलाई बराबर समय दिन्छु, तपाईहरु जस्तो भेदभाव गर्दिन। तेरो बाउले भन्छ। ए हो, त्यसो भए त सबै सब्जेक्टमा उस्तै मार्क्स आउँछ होला नि त तिम्रो? हजुर सर, हजुर, उस्तै मार्क्स आउँछ, सबैमा सी। तपाईँ चाहिँ किन बोल्नु भएको फेरि? तपाईँको मुख त साँच्चीकै सिलाउनु पर्ने हो कि क्या हो?
अनि सबै सब्जेक्टमा सी ल्याएर साइन्स पढ्न सक्छौ त तिमी मलाई नभन्नुहोस्, मेरो मम्मी बाबालाई भन्नुहोस्, उहाँहरूले नै साइन्स पढ्न लाएको हो मलाई। मोल्ला खेल खेलमा हो विनिताजी, तपाईहरुले जबरजस्ती साइन्स पढ्न लाएको हो छोरालाई? होइन नि प्रिन्सिपल सर, हामीले यसलाई दुईटा अप्सन दिएको थियौँ, त्यसमा यसले साइन्स नै रोज्यो त हामीले के गर्नु? अप्सन के थियो त्यो पनि भन्ने हो कि मम्मी? के थियो र अप्सन? उहाँहरूको अप्सन साइन्स पढ्छस् कि कुटै खाएर साइन्स पढ्छस्? प्रिन्सिपल सर, तपाईँ यसको कुरा नसुन्नुहोस्, यसको दिमाग तेज छ के? साइन्स पढ्न सक्छ यसले? कसरी सक्छ? सबै सब्जेक्टमा सी मात्र ल्याउँदो रहेछ। सी ल्याउनेले साइन्स पढ्न सक्दैन नि। सी त अरु एक्जाममा हो के सर? एसईमा त धेरै राम्रो गरेको छ नि यसले। हो, धेरै राम्रो गरेको छु मैले। सी देखि सिधै सी प्लस ल्याइदिए। कसैले सक्छ सी देखि सिधै सी प्लस ल्याउन? आथा, किन चिमोट्नु भएको? हेर्नु त प्रिन्सिपल सर, मम्मीले चिमोट्नु हुँदैछ मलाई। अरे विनिताजी, किन कर गर्नुहुन्छ? साइन्स पढ्न सक्दैन भने अरु सब्जेक्ट लिँदा भइहाल्यो नि। बिल्कुल बिल्कुल तपाईँ चुप लाग्नुहोस्, यसले साइन्स नै लिनुपर्छ। यदि तैँले साइन्स लिनस् भने मेरो अनुहार नहेर्दा हुन्छ, बुझिस्? ल ल मम्मी, अबदेखि म तपाईसँग आँखा चिम्लेर बोल्छु नि त त्यसो भए। तपाईको छोरा त लास्टै फन्नी रहेछ विनिताजी। फन्नी भइहाल्छ नि, जतिखेर पनि त्यो मछुनीको भिडियो हेर्दै बस्छ अनि फन्नी हुँदैन त? हो र, तिमी पनि मछुनीको भिडियो हेर्छौ? हेर्छु नि सर, तपाईँ पनि हेर्नुहुन्छ र? म त झन् सबै भिडियो हेर्छु नि। कहिले काहीँ त कलेज छुट्टी दिएर दिनभरि त्यही हेर्दै बस्छु। ओ प्रिन्सिपल सर, तपाईँ यत्रो ठुलो भएर कार्टुन हेर्नुहुन्छ? हेर्छु त, कार्टुन हेर्छु, एनिमी हेर्छु, सबै हेर्छु नि म। धेरै नहेर्नुहोस्, कार्टुन हेर्दा हेर्दा तपाईँको अनुहार पनि कार्टुन जस्तै भइसकेछ। बाबा म साइन्स नपढ्ने के प्लिज, अरू सब्जेक्ट नै छ त हौ। चुप लाग, तँलाई मैले अरू खानेकुरा नि छ त छोरा। पिज्जा नै किन खानुपर्ने भन्दा मान्छस्? नाइ, मलाई पिज्जा नै चाहिन्छ, नत्र म भोकै बस्छु भन्छस् होइन? अब मेरो पालो। अनि के पिज्जा खाए भन्दैमा साइन्स पढ्नु त मैले? तपाईँले के बदला लिनु भएको हो? त्यस्तो नभन्न छोरा, तैँले साइन्स पढ्दैछस् भनेर मैले गाउँभरि हल्ला फैलाइसके। अब बेइज्जत हुँदैन हाम्रो? तपाईँलाई चाहिँ कसले बाटो बाहिर सुनाउनु लागेको थियो त? साइन्स पढ्नु कति गाह्रो हुन्छ थाहा छ तपाईँलाई? आफूले पढ्नु परेको भए पो थाहा हुन्थ्यो। त्यही भएर त तँलाई पढ भनेको नि। हाम्रो परिवारमा साइन्स पढ्ने कोही छैन, त पहिलो व्यक्ति हुन्छ साइन्स पढ्ने। अच्छा, त्यसो भए त हाम्रो परिवारमा गाँजा खाने पनि कोही छैन नि। म भनौँ त पहिलो गाँजा खाने व्यक्ति। गाँजा खाने भए घरमा खाने है, कलेजमा एलाउड छैन। सुरुमा एडमिसन गर्नु न प्रिन्सिपल सर, रुल पछि सुनाउनु के? केमा एडमिसन गरौँ त? साइन्समा गरौँ कि म्यानेजमेन्टमा? म्यानेजमेन्ट म्यानेजमेन्ट, आई लाइक म्यानेजमेन्ट। झापड झापड, अहिले खान्छस् झापड। ल ल गर्नुहोस्, जेमा एडमिसन गर्नु मन छ गर्नुहोस्, म त फेल हुँदै बस्ने हो। फेल हुनेलाई त हामी रस्टिकेट गरिदिन्छौँ नि बाबु। गरिदिनुहोस् न त, आनन्दै हुन्छ। कलेजदेखि रस्टिकेट भइस भने त घरदेखि पनि रस्टिकेट हुन्छस् नि बाबु। देख्नु भयो नि प्रिन्सिपल सर, यसरी कुरा घुमाई घुमाई मलाई फसाउनुहुन्छ। त्यसो भए पढ्दैौ न त साइन्स मम्मी बाबाको लागि। हेर त तिम्रो लागि मम्मी बाबाले कति दुःख गर्नु भएको छ। तपाईँलाई चाहिँ कसरी थाहा भयो? तपाईँ मेरो घर आएर हेर्नु भएको थियो र? तिमी फन्नी छौ कि बाबु, तर डिसिप्लिन भएन है तिम्रो। डिसिप्लिन नहुनेलाई त हामी एडमिसन गर्दैनौ नि। नगर्नु न त, तपाईँको मात्र कलेज छ र? हामी अर्कै कलेजमा जान्छौँ नि। जाउँ बाबा। ए गोरु, तँलाई सबै कलेजले रिजेक्ट गरेपछि यहाँ आएको हामी बिर्सिस? भनेपछि मेरो कलेज तपाईँहरूको लागि लास्ट अप्सन हो। फर्स्ट अप्सन हुनलाई के छ र तपाईँको कलेजमा? प्रिन्सिपल त मिसको फोटो हेर्दै बस्दो रहेछ। गार्ड दाजु, ओ गार्ड दाजु, के भयो के भयो? रामरी हग्न पनि दिँदैन यार। यिनीहरूलाई बाहिर फ्याल्नुहोस्। उनीहरू फोहोर हो र बाहिर फ्याल्नु? मेरो मतलब यिनीहरूलाई बाहिर निकाल्नुहोस् भनेको। म किन निकाल्नु? उनीहरूको खुट्टा छैन र आफै निस्किहाल्छ नि।